नमस्कार, स्वागत छ हजुरहरू सबैलाई च्यानल सुमीमा। आज यस भिडियोमा हामी हाउसवाइफ होममेकरले घरमा बसी बसी कसरी इन्कम गर्ने भन्ने कुरामा बातचित गर्नेछौँ र आज हजुरहरूलाई म एकजना गृहिणीसँग भेटाउँदैछु। यहाँलाई स्वागत गर्न चाहन्दछु च्यानल विथ सुमीमा र आफ्नो परिचय पनि दिनुहुन भन्ने अनुरोध गर्दछु। हजुरलाई धन्यवाद। म सङ्गीता सुवेदी, म दुईजना छोराको आमा हुँ र म हाउसवाइफ हुँ। हजुरसँग अलिकति बातचित गरौँला र हजुरले यो अचारको बिजनेस कहिलेबाट सुरु गर्नुभयो होला? हजुर, मैले यो अचारको बिजनेस 8 देखि 10 महिना भयो सुरु गरेको। घरमै यसरी बनाउनुहुन्थ्यो पहिला भेराइटिज अचारहरू नि? हजुर, अलिअलि बनाउँछु तर यस्तो बिजनेस गर्छु भनेर सोचेको छिनँ। र अहिले अब बिस्तारै बिस्तारै त्यही हुँदैछ, मेरो इन्ट्रेस्ट बढ्दैछ बढ्दैछ। हजुर, अनि कसरी सेल हुँदैछ तपाईँको? कतिको सेल जाँदैछ तपाईँको अचारहरू? हजुर, मेरो यो अचारको हप्तामा 2 पल्ट जति मेरो 8-10वटा गरेर जान्छ। राम्रो हो है। हजुर। अनि यो तपाईँले डेलिभर पनि गरिदिनुहुन्छ? होम डेलिभरी पनि गर्नुहुन्छ? कसैले अगर छेउमै छन् र म जान सुविधा भए म गरिदिन्छु। प्रायः आएरै लिएर जान्छ। हजुर। अचार चाहिँ कुन किसिमको अचारहरू पाइन्छ तपाईँकोमा? हजुर, मेरोमा विशेष त खोर्सानीको लसुनको चाहिँ हजुर तपाईँको लसुनको अचार चाहिँ पुरै फेमस छ, भाइरल भइरहेको छ अहिले। हजुर, त्यो साह्रै मन पराइरहेछन् मान्छेहरूले। त्यो चाहिँ मेरो त्यही चाहिँ अब फेमस भयो भनौँ न। लसुनको अरू यो खोर्सानीको अचार पनि छ। कोही हरा खोर्सानीको हुन्छ, कोही अरू मिक्स अचार पनि बनाउँछु म, त्यो पनि हुँदैछ। अनि जस्तै सिजनेबल पनि तपाईँले कटहरको यो पनि बनाएँ, बयर बगडी यसको मिठा अचारहरू, खट्टा मिठा पनि बनाएँ, अरू अमलाको पनि बनाएँ, आम्लखी त्यसको पनि बनाइरहेको छु। अच्छा, घरको काम अनि यो अचारको काम तालमेल चाहिँ कसरी मिलाउनुहुन्छ? केही असुविधा आइपरेको छ? हजुर, असुविधा त आउँछ, अलिअलि हुन्छ असुविधा। त्यसको बिचमै मैले टाइमहरू यसो गरेर म्यानेज भइ नै हाल्दो रहेछ। अब मैले बनाउँछु भनेरै ठानिरहेछु र म्यानेज चाहिँ भइहाल्दो रहेछ। इन्कम हुँदैछ तपाईँको? हात खर्च निक्लिँदैछ? हजुर, हुँदैछ। यो अचारको काम गर्दा तपाईँको बिजनेसमा आफ्नो श्रीमानको पनि सहयोग छ तपाईँलाई? हजुर, उहाँको फुल सपोर्ट छ। उहाँले मसँग बजार जानुहुन्छ, लसुन ल्याउँछौँ भनेर खोर्सानी ल्याउँछौँ र मलाई लसुन छिल्नेमा सबैभन्दा गाह्रो छ। उहाँले मलाई पुरै हेल्प गर्नुहुन्छ, लसुन छिलिदिनुहुन्छ मसँगै बसेर। घाममा सुकाउनु पर्यो, उठाउनु पर्यो, त्यो सबै हेल्प गरिदिनुहुन्छ। हजुर, तपाईँ भाग्यमानी हुनुहुन्छ होइन यो क्षेत्रमा। हजुर, अब यस्तै गृहिणी अरू पनि घरमा बसिरहेको हुनुहुन्छ, जस्तै नोकरी छैन हाम्रो त भनेर र इन्कम त सानो सानोमा पनि गर्न सकिन्छ नि, चाह्यो भने। यस्तो अरू गृहिणीहरूलाई केही मेसेज दिन चाहनुहुन्छ? भन्नुहोस् केही। हजुर, उहाँहरूको आफ्नो आफ्नो जे कला छ त्यसमा उहाँहरूले यसरी आर्ट गरेर सानो सानो बिजनेस सुरु गर्दा राम्रो हुन्छ। र म सोचेकी छिनँ मेरो यतिको अब म सानो सानो हेल्प हुँदैछ, खर्च निस्किँदैछ र उहाँहरूले पनि गर्न सक्नुहुन्छ, राम्रो हुन्छ। हवस् त, आज तपाईँसँग बात गरेर धेरै राम्रो लाग्यो। मलाई आशा छ मेरो अरू भ्युवर्सहरूले हेरेर पनि जसले सोच्नुहुन्छ केही इन्कम गर्ने बाटो छैन भनेर, तर इच्छा गर्नुभयो भने जे पनि गर्न सक्नुहुन्छ। कुकिजहरू बनाउन सक्नुहुन्छ, अचार सेलिङ गर्न सक्नुहुन्छ, धेरै चिजहरू छ गर्नु जाँदाखेरि। र उहाँहरूले पनि केही मेसेज पाउनुभयो होला यो भिडियोबाट भन्ने आशा गर्दछु। अर्को बिजनेस सुरु गर्दाखेरि तपाईँले कहाँबाट इन्सपायर भएर स्टार्ट गर्नुभएको? हजुर, म यो त फर्स्ट तपाईँबाटै पाएको, दिदी धन्यवाद छ तपाईँलाई। अनि त्यहाँपछि एकजना म्याम हुनुहुन्छ, उहाँले मलाई धेरै म यो स्टार्ट गर्ने अगाडिबाटै उहाँले मलाई यस्तो गर्नुहोस् भनेर, तपाईँको कला छ त्यो देखाउनुहोस् भनेर उहाँले मलाई धेरै सपोर्ट गर्नुहुन्थ्यो। उहाँको नाम हो विजय बडो म्याम। र मेरो आन्टी हुनुहुन्छ एकजना, सलिमा सासू, सरिता आन्टी, उहाँले पनि धेरै मलाई सपोर्ट गर्नुभएको छ। अरू मेरो सेलिङमा पनि उहाँले मलाई धेरै सपोर्ट गर्नुभयो। अहिले समय यस्तो आएको छ
आफ्नो इन्कम आफैले जोगाड गर्दा राम्रो। त्यसैले यो महँगो समयमा आफ्नै खर्च आफैले उठाउँ र हामी होम मेकर हाउसवाइफहरूले पनि घरमा बसेर सानो सानो बिजनेस गर्नु सक्छौँ। आजको भिडियोमा देखिहाल्नुभयो उहाँ सङ्गीता सुवेदीले घरको कामको साथसाथै आफ्नो सानो बिजनेस सुरु गरेर पकेट मनी उहाँले निकाल्नु हुँदैछ र घरमा पनि सहयोग हुँदैछ उहाँलाई। त्यसरी नै अरू बिजनेस जस्तै क्लाउड किचन, खानाको रुचि छ भने खानाहरू बनाएर हामीले सेल गर्न सक्छौँ, टिफिनहरू सेल गर्न सक्छौँ अफिसमा, र कुकिज, होममेड हेल्दी बिस्किट्स, हेल्दी लड्डुहरू बनाएर सेल गर्न सक्छौँ। किनभने आजको समयमा सबैजना धेरै व्यस्तता हुनुहुन्छ, जो सर्भिस गर्नुहुन्छ उहाँहरूलाई समय छैन बनाउने। त्यसैले हामी होम मेकरले चाहिँ घरमै बसेर बनाएर सेल गर्दा उहाँहरूलाई पनि सहयोग हुन्छ। र भएन पोतेमालाहरू, अर्नामेन्ट्सहरू, ट्रेडिसनल अर्नामेन्ट्स, सिटी गोल्डको अर्नामेन्ट्सहरू जस्तै जग्गा पनि बेसी चाहिँदैन घरमा, र आफै एक्लैले गर्ने सानो पुँजीदेखि नै हामीले गर्न सक्छौँ घरमै बसेर। र आफ्नो खर्च आफैले गर्न सक्दा साथै घरमा पनि अलिअलि सहयोग हुँदा आफैलाई खुसी लागेर आउँछ। यो भिडियोको मार्फत कसै न कसैलाई त सहयोग हुन्छ होला, केही काम गर्छु या अब सुरु गर्छु भन्ने आशा गर्दछु। धन्यवाद।